सदाको जस्तै हजुरहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। हाम्रो बुढाबुढी चाहिँ बिदाको दिनमा हामी मार्केट जाँदैछौँ। हाम्रो बुढाबुढी हिँड्दै बेस्यामा आज चाहिँ र हामी मार्केट जाँदैछौँ सपिङको लागि। यही बिचमा बुढाले क्यापहरू हेर्नुभयो। मैले पनि यसो लगाएर बुढाबुढीको बुम्बाराङ गरेँ। बुढाले चाहिँ मलाई लिनु भन्थ्यो तर मैले लिएन। लाग्यौँ हाम्रो बुढाबुढी ग्रोसरी सपिङको लागि र आज हाम्रो चाहिँ बिदाको दिनमा पोर्क मोमो खाने विचार थियौँ। हामी सामानहरू बिस्तारै बिस्तारै भटाभट लिँदैछु बुढाबुढी मिलेर। मेरो मिनी ब्लग बनाएको चाहिँ धेरै दिन नै भयो तर मैले एडिट गर्न नभएर मेरो आज एडिट गरेर हाल्दैछु मैले। होप तपाईँहरूलाई मनपर्छ भने मेरो मिनी ब्लगलाई साथ सपोर्ट गरेर माया दिनु होला। र हामी चाहिँ मार्केट गएको बेलामा हामीलाई 1 हप्ताको लागि पुग्ने गरी सामान लिन्छौँ र यो चाहिँ हामी मोमोसँग खानेलाई जुस लिए हामीले। र मलाई चाहिँ थुक्पा खाने पनि खान मन थियो र थुक्पाको लागि चाउमिन पनि लिए। र मेरो बुढालाई चाहिँ भोक लाग्यो अरे, के खाने बुढी यहाँ आउँदा भनेर हेर्दै हुनुहुन्छ। र यो चाहिँ रेडिमेड चाउमिन, यो पनि मिठो हुन्छ। हामी छुट्टै खाने भनेर स्विट पाराको हामीले दुनोट हेऱ्यौँ। मेरो बुढालाई चाहिँ त्यस्तोहरू चाहिँ एकदम मनपर्छ। र हामी लाग्यौँ तरकारीको डिपार्टतिर। तरकारीहरू चाहिँ एकदम महँगो छ जापानमा चाहिँ। जापानमा मात्रै होइन होला, हरेक देश विदेशमा नि तरकारीहरू सायद महँगै हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। तपाईँहरूकोतिर पनि के कस्तो छ कमेन्ट गरेर भन्नु होला। मैले गोलभेडा पनि उठाएँ, यो चाहिँ मोमोको अचारको लागि। अब लाग्यौँ हाम्रो बुढाबुढी चाहिँ पेमेन्ट गर्नलाई। हाम्रो अब चाहिँ सपिङ लगभग भइसकेको छ र हाम्रो लाग्यौँ। कोक चाहिँ फेरि मुखले मात्रै नाइ हो नि, फेरि मनले त एकदम कोकै खानु मन लाग्छ, त्यही भएर हामीले कोक लियौँ। र एकदम भोक लागेको थियो र हाम्रो बुढाबुढीले चाहिँ खाजा खाएर हामी चाहिँ घरतर्फ लाग्यौँ। घर जाँदाखेरि चाहिँ बुढाबुढीको एउटा झोला भएको थियो र मार्केटमा फुकोरो किन्दा आज चाहिँ हामीले घरबाट नै ब्याग लिएर आएको थियौँ, साथमा अर्को ह्यान्ड ब्याग पनि। र घरमा गएर बुढाले मैदा मुस्नुभयो, मैले किमा र अचार रेडी पार्यौँ र 3 जनाले चाहिँ बनाउन सुरु गर्नु। 3 जनाको काम चाहिँ मोमो बनाउनु थियो र मेरो चाहिँ अचार बनाउने पालो थियो। र 3 जना चाहिँ मोमो बनाउँदै हाँस्दै नेपालको कुरामा यस्तो उस्तो भनेर हाँस्दैछ। र मेरो मोमो पनि रेडी भयो। मैले सुप पनि बनाएको थिएँ, सुपको भिडियो चाहिँ लिएन, त्यो कचौरामा भएको चाहिँ मैले बनाएको सुप हो। मेरो बुढा र मामा हो उहाँ चाहिँ, र भाइ र बहिनी हामीले सुरु गऱ्यौँ खानालाई इकादाकी मास भन्दै। र पनि सिधै मोमो चाहिँ एकदम मिठो रहेछ। झन् बनायो मोमो त झन् मिठो हुन्छ, झन् खाए झन् खानु मन लाग्छ। मिनी ब्लग आउनेसम्म हामीले अर्कोचोटि मोमो बनाएर खाएको थियो भाइ आउँदाखेरि। दिनसम्म हेरेर साथ दिनुभएकोमा धेरै धन्यवाद। मन पर्दैमा लाइक गरिदिनु होला। बाई बाई एभ्रिवान।